हे गाइज मेरो हालत चाहिँ काम गरी गरी बेहाल भएको थियो हैन। हे गाइज मेरो नाम चाहिँ आकृति पौडेल। जय सियाराम हैन। मैले चाहिँ सुबह उठ्केँ, मैले चाहिँ भैँसी दुहेँ। मम्मी चाहिँ यता उस हुन्थ्यो, मलाई चाहिँ त्यहाँ भैँसी दुहुन चाहिँ आमाले सहयोग गर्नुहुन्थ्यो। भैँसी दुहुँदा चाहिँ भैँसीले मलाई यति रुवाएको थियो, मेरो हाल बेहाल भएको थियो। रुवाएको थियो क्या, रुन नि सकेको थिइनँ। मलाई यति रिस उठेको थियो। भैँसी बल्ल बल्ल तानिछु, त्यहाँ हेर्न सक्नुहुन्छ, बल्ल बल्ल तानेर त हाम्रो चाहिँ भैँसीको अनौठै छ क्या। भैँसी दिन बल्ल पिटी पिटी उता ल दोयो एउटा निस्को अनि फेरि यता ल्याइयो गरेको के। अनि चाहिँ बिटा हाल्ने पनि दिउँसो चाहिँ बल्ल बल्ल मैले मम्मीले चाहिँ हाल्दैन, मैले निन बेरिदिएर दिने, मम्मीले हालिदिने गर्ने गरेँ। अनि चाहिँ मैले चाहिँ बिटा बोक्नु पऱ्यो, मम्मीलाई जिस्काउँदै अन्त फेरि त्यो डोरी कस्दा नरिवेलको डोरी थियो, कस्न नि यति गाह्रो भयो। हे रब्बा इतनी गाह्रो न बताऊँ, मैं तो कितना गाह्रो थियो बल्ल। अनि त्यहाँ चाहिँ अब मम्मीले भारी बनाइदिन न, अब कहिले बोक्ने हो भन्ने कुरा गर्दा नि मम्मीले भारी बोकाइदिनु भयो। अनि मैले चाहिँ भारी ट्याक्क लाएर बोकेर हिँडेँ। भारीको हेर्नु कति ठुलो बोकेछु के, मान्छे सानो भए नि काम चाहिँ डह्रो छ क्या मेरो। गाइज हेर्नुहोस् मभन्दा ठुलो थियो क्या त्यो भारी। मैले क्या कति ठुलो थियो। अनि फेरि अर्को खेपमा नि भारी बनाऊ लैजाऊ गर्ने काम गर्यो। फेरि के अर्को खेपमा नि त्यही नै गरेको, भारी बनाउने लैजाने, गाडी बनाउने लैजाने नै गरेको। अनि फेरि पछि चाहिँ सिल्मी जानु पऱ्यो। सिल्मी नि थियो क्या हाम्रो दुईवटा बिटा, त्यही भएर सिल्मी जान हिँडेको। अनि मैले चाहिँ त्यहाँ सुन्तला खाँदै मम्मीले र मैले सुन्तला खाँदै टाइम पास गर्ने। मेरो पिम्पल आएर पिम्पल देखाएको थिएँ, दुइटै यति ठुला पिम्पल भएछन्। यहाँको भ्यू हिटका, त्यहाँ फेरि भ्यू यति राम्रो देखिन्छ, अलि राम्रो नभएर हो क्या, जङ्गल रुखले सबै छोपेको थियो त्यही भएर। अनि चाहिँ मैले चाहिँ हिँड्ने क्रममा चाहिँ उसकै भर्किम्लो भन्ने खाने चिज हुन्छ, अमिलो हुन्छ, यति मिठो हुन्छ त्यो, साँधेर खानु पर्ला भनेर ल्याएको त आउँदाखेरि त छैन, बिर्सिछु भारी लिएर आउँदाखेरि चाहिँ सिल्मीबाट। अनि सिल्मीमा नि फेरि भारी बनाइयो, त्यहाँ दुईवटा अगाडिको यस्तो हरियो थियो गाइज, कुरै नरम हरियो, ल्याउनै गाह्रो भएर बल्ल बल्ल ल्याएको। यति गाह्रो कति धेरै गाह्रो थियो। मम्मीको भारी हो अनि मेरो भारी चाहिँ सानो थियो तर चाहिँ हरियो थियो, मेरो नि हरिङ्गो थियो। मम्मीले बल्ल बल्ल उठाउनु गाइज हेर्नु मम्मीले कसरी उठाउनु भएछ। मैले यो भिडियो बनाउँदा नि म यति हाँसेँ कि हाइट हट्दै मैले बल्ल बल्ल यत्रा बिटा लिएर आएको थिएँ। अनि मैले चाहिँ भोक लाएर यस्तो भोक लाएर चाहिँ खाजा बनाएँ, छोटो मिठो चिउरा भुटे घिउमा हालेर चाउचाउ हाल्यो, चाटचुट्ट गरेर ट्याक्क लाएर खाजा खाएँ। यति नै गरेँ आज।